सुकाउने बनाउने रेसिपी। पहिला आलुलाई यति लिने, आफूलाई कति मन लाग्छ त्यति लिने। त्यसपछि आलुलाई उसिन्ने। यसरी उसिनिसकेको आलुलाई राम्रोसँग सेलाउन। अब आलुलाई राम्रोसँग सेलाइसकेपछि यसरी बोक्रा छिल्ने। छेलिसकेपछि अब त्यसलाई सानो यसरी आलुलाई पिस बनाउने। पिस बनाएको आलुमा अब आवश्यकता अनुसार दही राख्ने। यसरी दही राख्ने, आलुमा दही मिक्स गर्ने। अब आलु र दहीलाई झान्नको लागि तेल तताउन दिब्री यसरी तेल राख्ने। तेल जलिसकेपछि त्यसरी तेल जलिसकेपछि फुराउने। यसरी जलिसकेको मेथीले बेसारलाई झान्ने। अनि त्यसपछि राम्रोसँग चलाउने। स्वाद अनुसारको नुन राख्ने। अनि यसमा आफूलाई कति पिरो खान मन लाग्छ पिरो राख्ने। अनि प्याज राख्ने। अनि यसलाई राम्ररी चलाइदिने। अब सुकाउने आलुको चुकाउने तयार भइसकेको छ। अब तयार भइसकेको छ चुकाउनेलाई। यो अलि रातिमा बनाएको भएर यसो अलि कलर देखेको छैन, खाँदा मिठो छ। अब यसरी खाने साथी हो।